मानौ भगवान इन्द्रले बिर्सिएर एउटा अप्सरालाई धरतीको यात्रामा पठाएकी जस्तै। थोरै टाढाबाट उनलाई देख्ने बित्तिकै मुटुमा सानो भूकम्प गएको थियो मेरो। आजको पल उनी राजकुमारी जस्तै छिन्। 2-4 जना साथीको बिचमा हिँड्दै आएकी उनी। जब नजिकैबाट उनलाई देखेँ नि अनि मुटु सिरिङ्ग भयो। साँच्चै यार, सुन्दरताको अर्को उदाहरण जस्तै थिइन् उनी। उनको नाम के थियो मलाई थाहा छैन, तर आजको बेहुली थिइन् उनी। नयाँ घर, नयाँ घरको नयाँ डर अनि नयाँ परिवार कस्तो होला भन्ने सोचाइमा उनको आँखाहरू कता कता डर देखिएको जस्तो लाग्थ्यो। तर त्यो श्रृङ्गारले सजिएको अनुहार अनि त्यो पातलले ओठको मिठो मुस्कानमा सबै पीडाहरू लुकाएकी थिइन्। कालो बादलको घुम्टोले चन्द्रमा लुकाए जस्तै रातो घुम्टोले लुकाइएको उनको सुन्दर मुहारको प्रतीक्षामा त्यो जन्तीहरू यसरी पर्खिरहेका थिए जसरी त्यो भदौ 26मा आउने बेहुली कैयौँले पर्खिरहेका छन्। माइतीको लक्ष्मी बनेर आएकी उनी अब पराई घरको संस्कार बचाउन जाँदैछिन्। माइतीको आँगनको धुलोसँग खेल्दै रमाउँदै हुर्किएकी उनी अब एउटा नयाँ परिवार खुसी बनाउन जाँदैछिन्। सुन्दा कस्तो मिठो लाग्छ है बेहुली, सुन्दा कस्तो मिठो लाग्छ है त्यो शब्द बेहुली। सायद हरेक नारीको एउटा चाहना होला, त्यो श्रृङ्गार, त्यो जग्गे, त्यो विवाह। नारी केवल 2 पल्ट खुसी हुन्छन् रे, पहिलोपल्ट बेहुली भन्दा, दोस्रोपल्ट आमा भन्दा। मलाई अचम्म लाग्छ यार, श्रृङ्गारले उसको रूपको सुन्दरता त अवश्य बढाएको थियो, तर आज माइती घर छोड्नुको त्यो पीडा मनमा कुनै श्रृङ्गार नै छैन। कसरी लुकाउँछिन् उनले? उनलाई लिन आएको बेहुलालाई हेरे ऊ दङ्ग थियो। जब त्यो बेहुलीलाई दोस्रोपल्ट निहाले मसँग प्रश्न थियो। आज बेहुली बनेर बाबाको आँगनबाट बिदा हुँदैछन् उनी। हिजोसम्म उनको पाइलाहरूले खेलेको आँगनको धुलोलाई महसुस नै भएको थिएन होला। आज त्यो पाइलाले त्यो धुलोसँग टाढिँदैछ भनेर। सायद त्यो बेहुलीको आत्मालाई मात्र थाहा थियो आज उनको माइती घरको माया बाँडिँदैछ भनेर। छोरो हुर्किएर अंश माग्दै लड्न आउँछ। छोरी चुपचाप कसरी बिदा भएकी थिइन् त्यो आँगनबाट। बाको आँखाले जिम्मेवारी सकिएको, उनको सिन्दुर हेरेर खुसी मानिरहेको थियो। तर बाको मन फेरि आफैलाई प्रश्न गर्दै थियो कि मेरी छोरी साँच्चै पराई भएकी हुन् र आज? आमाले उनको सिउँदो सजाइन्, तर आँसुहरू आँखाको डिलको नजिकै लुकाइन्। छोरीको जात एक दिन पराई घर जानै पर्छ। छोरीलाई त सम्झाइन् आमाले, तर आफ्नै मनसँग एउटा मुटुको टुक्रा छुटाइन्। अनि उनी जो बेहुली बनेकी छिन्, श्रृङ्गारले सजिँदै रमाएकी उनी आज धेरै कुरा छुट्याएर सम्झना र याद बोकेर जान लागेकी छिन्। नयाँ घरले उनलाई माइती घरले जस्तै आफ्नै मान्छ कि मान्दैन, सायद उसको पहिलो प्रश्न होला मनमा। तर सुन न बेहुली, तिमी आज केवल बेहुली मात्र होइनौ, तिमी कसैको श्रीमती मात्र होइनौ, कसैको छोरी पनि हो, कसैको दिदी, कसैको बहिनी, कसैको सङ्गिनी अनि कसैको बुहारी पनि हो। तर सबै कुरालाई एकपल्ट बिर्सिएर हेर्नु, यो सिङ्गो सृष्टिलाई जिउँदो राख्ने सुन्दर नारी हो। किन डराएकी तिमी नयाँ घरमा जान? भन, किन डराउँछौ तिमी नयाँ घरमा जान? तिमी नयाँ घरमा पनि आफ्नै पुरानो हाँसो लिएर जानु, आफ्नो सपना अनि आत्मा सम्मान लिएर जानु। सासूलाई आमा जस्तै माया गर, ससुरालाई बा जस्तै सम्मान गर, तर आफैलाई कहिले पराई नगर। किन थाहा छ? किनकि तिमी बेहुली भएको दिन केवल घर परिवर्तन हुन्छ, तिम्रो मूल्य परिवर्तन हुँदैन। न बाको घरको ढोका कहिले बन्द हुन्छ, न आमाको काख कहिले पराई भन्छ। मलाई त गर्व लाग्छ बेहुली, तिमी नारी हो। आँसु झार्दै बिदा भएकी तिमी पराई बनेकी नै होइनौ, तिमी त 2टा घरलाई जोड्ने एउटा मिठा सम्बन्ध बनेकी छौ। आजभोलि त्यो घुम्टोहरू हराएका छन्। लेहेङ्गामै सजिएको देख्छु बेहुली। साँच्चै भनौँ भने देखिँदिनन् त्यो पुरानो बेहुली है, नरुन्छन् बिदाईमा। यो अलिकति मिलेन एकैछिन। आजभोलि घुम्टो हराएको छ, लेहेङ्गामै सजिएको देख्छु बेहुली। साँच्चै भनौँ भने नदेखिन्छन् त्यो पुरानो बेहुली, नरुन्छन् बिदाईमा। बस त्यो भदौ 26मा आउने बेहुली कस्ती होलिन्, म छु त्यसकै पर्खाइमा। धन्यवाद दाइ। तर दाइ म कन्टिन्यू गर्छु प्लिज, एउटा सुनाउनका लागि लेखेको। यो बेहुली होइन दाइ, यो चाहिँ एउटा होइन